साँच्ची नै है यो रले त गरेको नि है आम्मा उहाँको हिम्मतको चाहिँ दाद दिनुपर्छ नि आम्मा यस्तो यस्तो जङ्गल गाडी भएन त्यही त उयो म सुतेको रुम माथि थिएँ बाँसै बाँस यहाँ सुतेको नि बाँस बाँसमा त सुतिरहेको छ है तर घर चाहिँ सुत्ने चिटिक चिटिक बनाएको छ अमित त्यही त सानो सानो है दामी छ वेस्टर्न टोइलेटहरू लगाएर है यहाँ कस्तो मिठो छ त्यो रुम सानो है त्यही त सिङ्गल मान्छेलाई चिटिक्कै छ कपल्सको लागि त्यही त हामीले पनि क्या यस्तो हिम्मत चाहिँ राख्नुपर्छ क्या यस्तो बाजे बराजुहरूले भन्थ्यो कि अरू कहाँको हेरेर सिक्नु भन्थ्यो क्या राम्रो कुरा चाहिँ सिक्नु भन्थ्यो फेरि नराम्रो कुरा चाहिँ होइन राम्रो कुरा चाहिँ सिक्नुपर्छ र आज हामीले पनि थुप्रो कुराहरू सिकेको छौँ त्यो चाहिँ हामी सेयर गर्दैनौँ भित्रै छ हो अन्तखेरि उहाँलाई हेरेर चाहिँ हामी एकदमै मोटिभेट भएको छौँ हो उहाँले चाहिँ अब आफ्नो पुर्खाको जमिनलाई चाहिँ यस्तो डाँडाकाँडालाई चाहिँ युटिलाइज पनि गर्यो बाँसघारीलाई काटेर त्यही बाँसको चाहिँ घर बनाइकन लु बस भनेर चाहिँ मान्छेहरूलाई हो बस्नु दियो अब त्यो ढुङ्गा हेर नि उनीहरू जति पनि ढुङ्गाहरू देख्छ चक्लेटहरू त्यहाँनिर छ नि बस्ने टेबलहरू छ नि सबै अन्त ढुङ्गा त्यो ढुङ्गालाई काटेर टेबल बनाएर त्यसलाई बस्ने बनाएको छ त्यसमै खाने है त्यसमै त्यो ढुङ्गाको उयसमा फेरि क्या त्यो पोर्क बनाएर बेच्दो रहेछ नि सेकुवा हौ त्यस्तोहरू है हामी सेकुवा खायो हामीले हिजो खाएको छैन आज खानुपर्छ ढुङ्गाको सेकुवा चाहिँ नमता पनि भन्यो ढुङ्गा सेकुवा ल्याइदिनु भनेर मलाई होइन हो त म त मान्छु यो मान्छेलाई चाहिँ दामी काम गरेको छ यस्तै हुनुपर्छ होइन